उसले आफ्ना शवहरू राजमार्गबाट उठाउन सकेन र रेड क्रसलाई गुहार्नु पर्यो। बुटवलको बाहिनी पतिले समेत हामीलाई त्यही टार्गेट गरेका छन्, सडक खोल्न सक्दैनौ भनेर आफ्नो खसेको मनोबलको दयनीय स्थिति पुष्ट पार्यो। सुनवल रमुवापुरमा भएको भीषण लडाईँमा घाइते भएका जनमुक्ति सेनाका योद्धाहरू। सुनवल मोर्चा खुलेपछि बुटवल तर्फबाट दुश्मन अघि बढ्यो। बख्तर बन्द सहित 4वटा गाडीमा आएको दुश्मनलाई बीचमा पारेर हमला गर्न 4औं र 5औं डिभिजनलाई निर्देशन गरियो। फायरद्वारा आक्रमण गरियो। गाडी बिचैमा छोडेर दुश्मन भाग्यो। उसको 7 जनाको सफाई भयो र अरू धेरै घाइते भए। घना जंगल र अँध्यारो रात भएकोले सर्च गर्न सम्भव भएन। यो लडाईँमा जनमुक्ति सेनाका वीर योद्धाहरू कमरेड वीरू, कमरेड सुन्दर र कमरेड चिन्तनको शहादत भयो। पश्चिमी मोर्चामा दुश्मन बाहिर आउने आँट गरेन। तौली हवा आक्रमणका लागि ससाना टुकडीहरूले आक्रमण अभ्यास गरे भने 10 दिनसम्म राजमार्ग अवरुद्ध गर्दा पनि दुश्मन बाहिर ननिस्केपछि जनमुक्ति सेनाले आफ्नै पहलमा बाटो खोल्यो। हमला विस्तारको समग्र योजनाले मुख्यतया 3वटा फौजी शिक्षाहरू हासिल भए। राजमार्गका निश्चित भागहरूलाई कभर गरिने आक्रमणद्वारा दुश्मनलाई क्षति पुर्याउन सकिन्छ। एकै पटक 5-7 किलोमिटरमा वृहत माइनिङ गरी व्यवस्थित आक्रमण गर्न सकिन्छ। शहरमा सीमित क्याम्पहरूलाई त्यसको गेटसम्म पुगेर आक्रमण सुरु गरी भित्र थुनेर लामो समयसम्म निसासिएर छटपट्याउने स्थिति सिर्जना गर्न सकिन्छ। गण्डकमा हमला विस्तारका कारबाही भइरहँदा धनगढीलाई कब्जामा लिई 7औंको एक टुकडीले रातभर हमला गरिरह्यो। महेन्द्रनगरमा पनि लगातार हमला भइरहे। 6औंले नेपालगञ्जमा चौतर्फी विस्फोट गर्दै राजा चेकपोस्ट उठाइयो। नगरपालिकाका कार्यालय ध्वस्त भए। जमनिया चौकी कब्जा भयो। नेपालगञ्ज वडा प्रहरी पोस्ट र सैनिक ब्यारेकमा दिनदिनै गरिएका हस्तक्षेप, कोलपुर र गुलरियामा गरिएका आक्रमण, ठुर्खेत बैंक कब्जा गरियो। दाङको घोराईमा 5औंको एक टुकडीले माइनिङ एम्बुस र सेबोटेज गरेर हस्तक्षेप निरन्तर राख्यो। 4थोका अर्बान टुकडीहरूले बुटवल र पोखरामा निरन्तर हमला गरिरहे। हमला विस्तारका कारबाही पूरा भएपछि मुख्य योजनाको लक्ष्य पूरा गर्ने गरी नयाँ स्तरमा योजना विकास गर्न 2062 माघ 30 गते पाल्पाको ठाडेमा पश्चिम सैन्य कमान्ड स्टाफको बैठक बस्यो। यो बैठक बस्दा बस्दै दुश्मनले घेराबन्दी गरेको खबर आयो। एकमुष्ट कुराहरू राखेर बैठक स्थगित गरियो। दुश्मनलाई भित्रै आक्रमण गरी ध्वस्त गर्ने तयारीका साथ 4थोलाई हात्तीलुङ र भुटुके, 5औंलाई बहादुरपुर र ठाडे, 6औंलाई हात्तीगौडा खटाइयो। सुनवल, घोडाहा, बसन्तपुर कारबाहीको सफलतापछि दुश्मन यसपटक जनमुक्ति सेना विरुद्ध तेर्सो घेराबन्दी गर्न आइपुग्यो। नेपाली जनयुद्धले 10औं वर्षलाई विदाय गरी 11औं वर्षको शुभ अवसरमा बोल्दै डेपुटी कमान्डर कमरेड प्रभाकरले भन्नुभयो, प्रथम त हामी महान शहीदहरूको स्मरण गरौँ र महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। हाम्रो पार्टीका नेता तथा कमान्डरहरू सुरेश वाग्ले, दिपेन्द्र शर्मा, तेजबहादुर खड्गा, कुमार, विशाल र हाम्रा आदरणीय डिभिजन कमान्डर कमरेड सुनिल लगायतका 13,000 नेता, कार्यकर्ता र योद्धाहरूको बलिदानी भइसकेको छ र हामीले सचेत बलिदानी गर्दै युद्धलाई हामीले यो नयाँ उचाइमा हामीले उठाएका छौँ। त यति बेला हामीसँग भएका बन्दुकहरू यस्ता बन्दुकहरू हुन् जसमा विचारका आँखाहरू छन् र हामी यस्ता सेनाहरू हौँ जोसँग आफ्ना व्यक्तिगत इच्छा, आकांक्षा र स्वार्थभन्दा हामीबाट मुक्त छौँ र हामीसँग एउटै वर्गीय स्वार्थ छ र त्यही वर्गीय स्वार्थका आधारमा हामी लडिराखेका छौँ र यो लडाईँ जसरी सुरु भएको छ, जसरी 10 वर्षहरू बितेका छन्, भावी वर्षहरू अझ भीषण हुँदै अझ ठुल्ठुला चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नुपर्ने छ। नेपाली क्रान्तिले विजय हासिल गरे पनि विश्व साम्राज्यवादसँगै लडिरहनु पर्ने अहिलेको 21 शताब्दीको जुन स्थिति छ, त्यसकारणले हामीले बुझ्ने कुरा के हो भने हामी हजारौं वर्षमा लड्ने आँट गर्नुपर्छ
त्यो साहस गर्नुपर्छ, दृढता गर्नुपर्छ। हाम्रो पार्टीलाई यहाँसम्म ल्याउनका लागि यसको सफल नेतृत्व गर्ने सर्वोच्च कमान्डर लगायतका नेतृत्वका पङ्क्तिका कमरेडहरूप्रति आजको यस दिनको अवसरसँगै साम्राज्यवादको घेराबन्दीभित्र परिरहेको नेपाली जनयुद्धलाई अविचलित रूपमा हाँकेर अगाडि बढाउनका लागि सम्पूर्ण स्वार्थबाट मुक्त भएर क्रान्तिको ध्वजालाई माथि उठाउनका लागि विचार र दृढताको थप विकास होस् भन्ने हार्दिक कामनाका साथ अभिवादन गर्दछु र सम्पूर्ण नेपाली जनयुद्धमा घाइते अपाङ्ग हुनुभएका बन्दी बनाइनुभएका समस्त हाम्रा सहयोद्धा कमरेडहरूलाई धैर्यतापूर्वक आन्दोलनको आफ्नो मोर्चा सम्हालेर अगाडि बढ्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 11औं वार्षिक उत्सवको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गर्दै जनमुक्ति सेनाका कमान्डर, कमिसार तथा पार्टी नेता र कार्यकर्ताहरू फागुन 2 गते राति 11 बजे पाल्पा र नवलपरासी सिमाना बेबुकेमा 6औं डिभिजनसँग भिडन्त भयो। चुरेको अप्ठ्यारो भूगोलमा भएको उक्त भिडन्तमा 81 mm मोटारद्वारा आक्रमणबाट 5 जना दुश्मनको मृत्यु भयो भने भागदौड गर्दा भिडबाट लडेर 30 जना भन्दा बढी घाइते भएको उसैकै सञ्चार माध्यमहरूले बताउन बाध्य भए। बेबुकेमा ठूलो क्षति बेहोर्नु परेको कमान्डो फोर्सलाई राजमार्ग भएर फर्कँदासम्म सर्दी लगायतका 2 ठाउँमा समेत आक्रमणको सामना गर्दै भाग्नु पर्यो। त्यहाँ जनमुक्ति सेनाका एक योद्धा घाइते हुनुभयो। यो दुश्मनको तेर्सो घेराबन्दी थियो। लगत्तै पाल्पा, सुनवल, बेबुके लगायतको विजय उत्सव मनाउँदै 6औं डिभिजनले सर्दी चोकमा सांस्कृतिक कार्यक्रम देखाई पूर्वतर्फ लाग्यो। हेलो सर, माथिको झरेछ सबै करिब 2टा रुट भएर आछ, सबै आयो क्या? कुन रुट? एउटा उनीहरूभन्दा पछाडिपट्टिबाट आएछ, एउटा पल्लोपट्टिबाट आएछ, त्यसलाई बिचमा पारेछ। दुईटै नाकामा बसेर रहेछन्, 2 ठाउँमै हाने। त्यसपछि एउटा विकासको टोली यता रिटिट भएको छ अरे, त्यो विश्व प्रकाशको कता उता गएको छ अरे, अब त्यो कता जान्छ? अब बरु यहाँ यो देशको सेट छ अरे विश्व प्रकाशको। तल भनिदिनु पर्छ त्यो अर्कोलाई, तल्लोलाई भन्नु पर्यो क्या? हेलो, यस्तो के विकासलाई भनेर त्यो तल्लोपट्टिको अर्को ध्रुवको छ नि 5औंको, त्यसलाई त्यहाँ त आउँदैछ, अब तयार भएर बस्ने, मिलाएर बस्ने, हान्ने भनिदिनु पर्यो है। विकासलाई भन्नुहोस् त है त। ल अरू अब ठिकै छ, यतातिर त्यस्तो चाहिँ अब नयाँ उल्लेखनीय छैन के, अब नयाँ योजना अब बनाएर फेरि चाहिँ अर्को चाहिँ हस्तक्षेप बढाउने भन्नेतिर अब सोचेर साथीहरू अब मुभ हुँदै हुनुहुन्छ, मुभ गर्दै हुनुहुन्छ। त्यही अनुसार तयारी भएको छ। तपाईँले भने जस्तै अब 2तिर हाम्रो अब यहाँ प्रभाकरजी हामी बसेर चाहिँ मैले भनिसकेँ के अरे, अब हाम्रो अब राम्रै भएको छ, स्पिडमा चाहिँ गएको छ चिजहरू। त्यही अनुसार चाहिँ अब सहकार्य गरेर यहाँ चाहिँ 2तिर फोर्स बाँडिएको छ कि, अब 2तिर हस्तक्षेप बढाउने, त्यसपछि फेरि चाहिँ त्यसको चाहिँ आधारमा फेरि चाहिँ एउटा हस्तक्षेप बढाइसकेपछि एउटा चकमा दिएर फेरि केन्द्रीकृतमा लाग्ने भन्ने छ। रूपन्देही, पाल्पा, नवलपरासी, नारायणगढ, तनहुँ समेतबाट घेराबन्दी गर्दै आएको दुश्मनलाई छल्दै 4थो डिभिजनलाई पश्चिम पाल्पा जान निर्देशन गरियो र 5औं डिभिजनलाई पूर्व नवलपरासीतर्फ। नवलपरासीको भेडाबारीमा 5औं डिभिजनको रोलकाल सम्पन्न भयो। त्यसको लागि आवश्यक खजाना हामीले तयार पारेका छौँ। साम्राज्यवादसँग कसरी लड्न सकिन्छ, साम्राज्यवादका ढाड कसरी बाँध्न सकिन्छ, साम्राज्यवाद कागजी बाघ कसरी हो भन्ने कुरा ब्याटलबाट सिद्ध गरेका छौँ। जब सुनवलमा हामीले जित्छौँ, जब पाल्पामा हामीले सामन्तवादी साम्राज्यवादी दरबारहरूमा धावा बोल्छौँ, मोरीहाटीहरू बौलाउँदै बरबराउँछन्, उत्तेजित हुन्छन् र हाम्रो आन्दोलनलाई भाट्ने, हाम्रो आन्दोलनमाथि दमन गर्नका लागि, हाम्रो आन्दोलनलाई विखण्डन गर्नका लागि चौतर्फी दबावहरू सिर्जना गर्छ।